तिम्रो सांसदले पनि तिमीलाई हेर्दाखेरि हो हुनु पर्यो नि त तिम्रो कुरा मान्नलाई त यार तिम्रो पोलिस मान्नलाई त तर जहिले नि पैसामा मात्रै चलखेल भइरहेछ तिम्रो कुरै सुन्दैन पैसा मात्र सुन्छ भनेपछि त पोलिसी लेभलको काम गर्नु त गाह्रो हो कुनै पनि नेताले पोलिसी चेन्ज गरेर त्यो होल अब बाटो बनाउनु जस्तै बालेनले अस्ति भन्यो नि 30 वर्ष लाग्ने बाटो 1.5 वर्षमा बनाउँछु भनेर उसले भनेको त्यो बाटो बनाउने 50 जना कामदारले रातभरि काम गरेर होइन नि त गाइज त्यो त पोलिसी लेभल चेन्ज गर्छु भनेको यसरी पोलिसी लेभल चेन्ज गर्ने कि लामो 1.5 वर्षमा त्यति किलोमिटर चाहिँ पिच हुन्छ बाटो बन्छ भन्ने कुरो हो क्या नेपालमा के छ भने मान्ने उदाहरणको लागि 100 रुपियाँ बजेट भयो यो बाटो बनाउनलाई 100 रुपियाँ बजेट आयो त्यो 100 रुपियाँ त्यो यता जाँदा उता जाँदा लास्टमा बाटोमा चाहिँ 5 रुपियाँ पनि पऱ्यो हो त्यही हो अनि त्यो 5 रुपियाँको बाटो नि कुन बेला बनाउँछ असार साउनमा एक्ज्याक्ट पोलिसी चेन्ज भयो भने त्यही त क्या अब अनि फेरि होइन बाटो बना त्यो सबै छिचोलेर नेताहरूले बाटो बनाएको छ म अहिले भर्खर त्यत्रो उता बन्दीपुरदेखि काठमाडौँ बन्दीपुर गर्छु बाटो नबनाए हो त होइन त्यो बाटो त 30 वर्ष अगाडि बनाए हो त होइन उन्नति हुँदैछ टनल बन्दैछ होइन त्यो सबै चिज छ तर एकदम त्यो बल्ल तल्ल हाडको रूपमा बल्ल तल्ल त्यो बाटो बनाउन महादेवकै त्यो 12,000 वर्ष तपस्या गरेर अनि महादेवले तथास्तु भनेपछि अनि बाटो बनाए जस्तो छ क्या यहाँ त ककनीको बाटो हेर्नु न कति जुग लाग्यो कति जुग ककनीको बाटो गर्नलाई आमा अहिले बल्ल पिच भएको छ यत्रो